वेस्टर्न फिलोसफीका केही यस्ता नामहरू जो आजको समयमा पढे लेखेका व्यक्तिले जान्नै पर्छ। यदि थाहा छैन भने यसले तपाईलाई सोच्न बाध्य बनाउँछ। यी 3 नामहरू जुन म आज तपाईलाई बताउँदै छु, यो भिडियो हेरिसकेपछि या त तपाई यिनीहरूको बारेमा सर्च गर्नुहुनेछ या यिनीहरूको बारेमा जान्न इच्छा जाग्नेछ। यी नामहरूको सुरुवात हुन्छ सोक्रेट, प्लेटो, एरिस्टोटल यानी कि अरस्तु। यी तीनै जना एकै गुरु शिष्य परम्परामा जोडिएका छन्। सुक्रातको विद्यार्थी प्लेटो र प्लेटोको विद्यार्थी एरिस्टोटल यानी कि अरस्तु। अब सोक्रेटकै कुरा गरौँ, जसलाई हामी सुक्रात भनेर चिन्छौँ। उनी यस्ता महान दार्शनिक थिए जसले फिलोसफीको दुनियाँमा क्रान्ति ल्याए, तर आफैले आफ्नो बारेमा एक शब्द पनि लेखेनन्। हामी सुक्रातको विचारहरू उनकै शिष्य प्लेटोको किताबहरूबाट थाहा पाउँछौँ। यी तीनै जना यस्ता व्यक्तिहरू हुन् जो सत्यको गहिराईसम्म पुग्थे केवल एउटै शब्दको माध्यमबाट, र त्यो शब्द हो व्हाई। किन? कुनै पनि कुरालाई लिएर आउनुस्, किन? व्हाई दिस इज पोसिबल? कसरी यो सम्भव छ? प्रश्न सोधेर सत्यसम्म पुग्ने यो विधि यिनीहरूले नै विकास गरेका थिए। आज पनि हार्वर्ड र अक्सफोर्ड जस्ता विश्वविद्यालयहरूमा विद्यार्थीहरूलाई यसै तरिकाले पढाइन्छ। मृत्युको कुरा गर्दा सुक्रातको मृत्यु विष पिएर भएको थियो। उनीलाई सजाय मिलेको थियो कि विष पिउनुहोस्, किनकि तिमी युवाहरूलाई भ्रमित गरिरहेका छौ। र सुक्रातले यो चुनौती या भनौँ दण्ड उनले खुसी खुसी यसलाई स्वीकार गरे। अरस्तु जो थिए उनी एलेक्जेन्डरका गुरु बने। यी 3 दार्शनिकहरूले संसारलाई हेर्ने दृष्टिकोण बदले, मानिसहरूलाई सोच्न बाध्य बनाए। यी 3 व्यक्तिहरूका बारेमा हामी आगामी भिडियोमा विस्तृत रूपमा छलफल गर्नेछौँ। हर एकको बारेमा लङ भिडियो बन्नुपर्छ। बिस्तारै म 3 जनाकै बारेमा डिटेल भिडियो बनाउनेछु। तबसम्म तपाईहरू यी 3 जनाको बारेमा आजैदेखि जान्न सुरु गर्नुहोस्। सुक्रात, प्लेटो, एरिस्टोटल, यिनै थिए फिलोसफीका दुनियाँका महान व्यक्तिहरू।